जीवनको रङ केसरी। दर्शकबिन साथीहरू, यति बेला केसरी भागमा भने के भइरहेको छ भन्ने विषयमा हामी चर्चा गर्न गएका छौँ। हो दर्शकबिन साथीहरू, यति बेला भने बसन्तको आमा र बाबा र बसन्तले भने केसरीलाई धेरै माया गर्दै आएका छन्। बसन्तले भने केसरीलाई फोन गर्छन्। त्यति बेला केसरी भने आफ्नो माइतीमा हुन्छन् र भन्छन्, बसन्त म घर आउँदैछु भनेर भन्छन्। बसन्तले पनि भन्छन्, ल राम्रोसँग आऊ भनेर भन्छन्। त्यो सबै कुरा बसन्तको आमालाई थाहा भइसकेपछि बसन्तको आमाले भने केसरीलाई धेरै माया गर्ने भएकोले बसन्त र केसरीको सम्बन्ध नबिग्रियोस् भन्ने चाहनुहुन्छ। त्यसैले भने बसन्तलाई आधी बाटोसम्म लिन पठाउनुहुन्छ। त्यसै क्रममा बसन्त र केसरी बाटोमा आउँदै गर्दा यता भने सिर्जना र सिर्जनाको बाबा स्वास्थ्य चौकी जाँदै गर्दा बिच बाटोमा बसन्त र केसरीलाई देख्नुहुन्छ र सिर्जनाको बाबाले बसन्तलाई भन्नुहुन्छ, कहाँ गएर आएको तिमी भन्नुहुन्छ। बसन्तले भन्छन्, केसरी आएकी थिई, बाटोसम्म लिन गएको भन्छन्। त्यो सबै सुनेपछि सिर्जनाले भन्छन्, तिमी त म पहिले माइती जाँदा त घर आउँदा कहिल्यै लिन आउँदैनथ्यौ त, अहिले अरू माइती जाँदा घर फर्किँदा त तिमी लिन जाने रहेछौ भनेर भन्छन्। त्यो सबै देखेर सिर्जनालाई रिस उठिरहेको हुन्छ। त्यो कुरा भने सिर्जनाको बाबाले अब छोरी छोड्दे, अब एक्लै जिउन सिक्नुपर्छ भनेर सिर्जनालाई सम्झाउने धेरै कोसिस गर्नुहुन्छ। सिर्जनाको बाबाले सिर्जनालाई धेरै माया गर्नुहुन्छ र सिर्जनाकै कारणले सिर्जनाको बाबाको मन पनि धेरै पटक दुखिसकेको छ। त्यसैले अब सिर्जनाको बाबा चाहनुहुन्न कि अब कोही कसैको कारणले आफ्नो मन नदुखोस्, सिर्जना पनि खुसी होस् भन्ने चाहनुहुन्छ। त्यसै क्रममा सिर्जना भने जिद्दी गर्छिन् र बसन्तलाई भन्छिन्, मसँग स्वास्थ्य चौकी हिँड भनेर भन्छिन्। त्यो सबै सुनेर केसरी भने रिसाएर घर फर्किन्छन्। केसरीको मनमा भने नराम्रो लाग्छ र त्यसै क्रममा सिर्जनाको बाबाले पनि बसन्तलाई जाऊ तिमी यहाँदेखि जाऊ भनेर भन्नुहुन्छ र बसन्त पनि आफ्नो घर लाग्छन् र केसरी एक्लै घर गएको देख्दा केसरीको आमाले सोध्नुहुन्छ, खै त केसरी, मैले बसन्तलाई लिन पठाएको थिएँ त भन्नुहुन्छ। केसरीले भन्छन्, खै अर्को बाटो जानुभयो होला भनेर भन्छन् र केसरीको आमाले भने सिर्जनासँग बसन्त नजिक भएको रुचाउनुहुन्न। सिर्जनालाई भने बसन्तको आमाले पहिलेदेखि नै मन पराउनु भएको थिएन। त्यसैले गर्दा अहिले पनि बसन्तसँग नजिक भएको बसन्तको आमालाई राम्रो लाग्दैन। हो साथीहरू, अब भने बसन्तले पनि केसरी र सिर्जना दुवैजनालाई हेर्नुपर्छ। सिर्जनाको पेटमा पनि बसन्तको बच्चा हुर्किरहेको छ र केसरी पनि बसन्तको श्रीमती हुन्। त्यसैले दुवैजनालाई उनले मिलाएर राख्नुपर्छ। सिर्जना र केसरी पनि मिलेर बस्नुपर्छ। सिर्जना र केसरी मिलेर बसेपछि कसैलाई पनि पीडा हुँदैन। उता सिर्जनाको बाबा पनि खुसी हुनुहुन्छ। भन्दै आजलाई भने बिदा हुन्छु। हस्त, धन्यवाद।